गुड मर्निङ। आज हाम्रो यात्राको तेस्रो दिनमा छौँ हामी। लोयर सिनुवा बास बसेर हामी आज लोयर सिनुवादेखि देउरालीसम्मको यात्रा तय गर्दैछौँ। र यो लोयर सिनुवा आसपास त्यो पारिपट्टि गाउँ के नाम दाइ? चोमराङ। चोमराङ अत्यन्तै राम्रो देखिएको छ, बिहानको भ्यू, मर्निङ भ्यू। र यहाँको प्राकृतिक दृश्य यति राम्रो छ, यति रमाइलो छ, मनैलो ब्याउने छ। हामी चाहिँ यहाँको त्यहाँ तल देखिएको कल्पना होटलमा बसेका थियौँ। पारिपट्टि छहरा देख्न सकिन्छ, प्राकृतिक झरना अत्यन्तै राम्रो छ, दृश्यहरू यति राम्रो छ, नआएको मान्छेहरूलाई एकपटक आउँ लाग्नेछ र आशा छ तपाईहरुलाई पनि आउँ लाग्नेछ। नेपाल घुम्न अत्यन्तै रमाइलो छ, तर यहाँ चाहिँ पैदल यात्रा अलि कठिन छ, अलि आँट लिएरै आउनुपर्ने हुँदो रहेछ।